सम्पूर्णमा साथीहरू। आज हामी चाहिँ रविशङ्कर को फाउन्डेसनमा चाहिँ आएको। रविशङ्कर गुरुजीको फाउन्डेसनमा हाम्रोबाट चाहिँ यो कनकपुरा रोडमा पर्दछ साथीहरू। हेर्नुहोस् त कति राम्रो के। आज अलि मौसम पानी पर्ला जस्तो भयो, आउँदा आउँदै रात पर्यो अनि भर्खर 6 बजेको होइन। फुलहरू पनि कस्तो राम्रो गार्डनिङ यहाँ छ अनि फुलहरू पौधाहरू एकदम मेडिटेसन गर्ने ठाउँ पनि रहेछ साथीहरू यहाँ है। हामी पनि पहिलोचोटि आएको। कस्तो राम्रो क्या। हेर्नु त पुतली फुल भन्छ, हामी यसलाई पुतली फुल भन्छ है। यहाँ पुतली फुल रहेछ। हामी सानो बेलामा पुतली फुल भन्थ्यौँ साथीहरू। हेर्नुहोस् त कस्तो राम्रो लाग्ने कि। छट्ट लाएर आज शनिबारको दिन, छोराको छुट्टीको दिन घुम्न आएको साथीहरू। यसरी रविशङ्कर गुरुजीको चाहिँ उसमा फाउन्डेसनमा आएको। अस्ति नै हामी ईशा फाउन्डेसनमा गएको थियौँ। आज चाहिँ रविशङ्कर गुरुजीको फाउन्डेसनमा यी फुलहरू पनि कति राम्रो राम्रो भर्खर आएको छौँ साथीहरू। अब घुम्दैछौँ। हरे कृष्ण सम्पूर्णमा। राधे राधे।